हेलो गुड मर्निङ एभ्रिवान नमस्ते के छ हजुरहरूको हाल खबर म फेरि पनि आइसकेँ हजुरहरूको प्यारे खुसबु ओली अनि आज चाहिँ म हाम्रो चाहिँ पर्सि घर सराइछ उता नयाँ घरमा जाने दिन छ म चाहिँ अब यो घर छोड्दैछु मलाई यति धेरै दुःख लागिरहेको छ किनकि एकदम दुःखमा बनाएको घर हो नि त यो हामी पाउँछौँ यो सानो छ र पनि मलाई एकदम धेरै माया लाग्छ किनकि हामीले एकदम दुःखको दिनमा बनाएको घर हो यो बुढाबुढीले हाम्रो यसमा हरेक कुराहरू जोडिएको छ सँगसँगै एकदम धेरै माया अब के गर्नु छोड्नै पर्ने रहेछ पर्सि चाहिँ हाम्रो उता नयाँ घरमा गृह प्रवेश गर्दैछौँ त्यस्तो अहिले त खासै ठुलो हुँदैन पूजापाठ अहिले चाहिँ दिन मात्रै गर्ने लाग्यो अब पछि पूजाहरू चाहिँ पछि मेरो हस्बेन्ड आएपछि हुन्छ अनि के गर्नु एक्लै सर्ने मन त थिएन त्यही पनि बर्खा लाग्यो यो घर धेरै पुरानो पनि भइसक्यो के पहिल्यै अब यस्तो हो दुःखमा बनाएको घर हल्का त्यस्तो गरेको थिएन पानीहरू चुहिने हुन्छ अनि त्यही भएर अब बर्खामा झन् डर हुन्छ पानीहरू चुहिन्छ हावाहुरी आउँछ सापहरू आउँछ त्यही भएर अब उता पनि त घर बनिसक्यो एक दिन त छोड्नै होला त्यही पनि मलाई एक्लै चाहिँ छोड्ने मन थिएन बुढा आएपछि नै गर्ने मन थियो अब के गर्नु यस्तै भयो अनि के छ हजुरहरूको हाल खबर चिया नास्ता भयो त चाहिँ मेरो नयाँ घरमा लानको लागि फुलहरू गमलाहरू रेडी बनाइराख्नु साथीहरू देख्न सक्नुहुन्छ अरू फुलहरू चाहिँ अहिले पछि रोप्नु पर्ला अहिले चाहिँ हल्का जाने बेलामा लिएर जान लाग्यो सायद फुलबाटै गरौँ भनेर अब जे छ जस्तो छ यो घरलाई एकदम धेरै मिस गर्छु यो घरमा चाहिँ मेरो हरेक दुःख सुखको आशा नै होला यस्तो हुने रहेछ क्या साथीहरू अब आफूले एकदम स्ट्रगल गरेर बनाएको घर चाहे त्यो झुपडी नै किन नहोस् एकदम माया लाग्ने रहेछ क्या अनि त्यस्तै हो यो घर जब हामी पहिला के अरे छुट्टिँदाखेरि घरदेखि छुट्टिँदाखेरि यस्तो दुःख थियो आफूसँग 1 रुपियाँ नभएको बेलामा अनि यो ऋण गरेर के बनाएको घर हो नि त अनि त्यही भएर कस्तो एनिवे